नमस्ते सम्पूर्णमा म पुष्पा बास्कोटाको। आज म हजुरहरू सामु यहाँ एउटा भिडियोको रेसिपी लिएर आएकी छु। हेर्दै जानुहोला भिडियोलाई अन्तिमसम्म। आज मैले भिडियो बनाउनको लागि यहाँ लिएकी छु आलुलाई। उसिनेको आलु हो यो। त्यसैगरी यहाँ मसिनो काटेर प्याज लिएकी छु। त्यसैगरी स्वाद अनुसार नुन। त्यसैगरी यहाँ लिएकी छु पाकेको हरियो खुर्सानी काटेर लिएकी छु। त्यसैगरी यहाँ थोरै सेतो तिलको छोप पनि बनाएर लिएकी छु मैले। त्यसैगरी यहाँ दही पनि लिएकी छु। म आज चुकौनीको रेसिपी बनाउन गइरहेकी छु। होममेड चुकौनी एकदमै मिठो, छिटो मिठो हुन्छ। हेर्दै जानुहोला भिडियोलाई अन्तिमसम्म। हजुरले यसमा आफ्नो इच्छा अनुसारको मसलाहरू थप गर्न पनि सक्नुहुन्छ। भुटेको जिराको धुलोहरू पनि राख्न सक्नुहुन्छ। हरियो धनियाहरू पनि राख्न सक्नुहुन्छ। आज मैले यति नै सामग्रीबाट बनाउन लागेकी छु। एकदमै स्वादिष्ट चुकौनी बन्छ। दही मैले आफ्नै घरमा जमाएर लिएकी छु। हजुरले डेरीबाट दही लिनुभयो, अलि बाक्लो भयो भने थोरै पानी पनि राख्न सक्नुहुन्छ। यसमा दही चाहिँ थोरै अमिलो भएकै राम्रो हुन्छ हाम्रो चुकौनी बनाउनको लागि। गुलियो दही भन्दा गुलियो दही भयो भने चाहिँ हामीले चुक अमिलो अथवा कागतीको अमिलो राख्न सक्छौँ। यसमा चुकौनी बनाउनका लागि यहाँ मैले एउटा बल लिएकी छु। अब म यसमा राख्दैछु यो मैले काटेर राखेको आलुलाई। त्यसपछि राखिदिएँ मैले काटेको प्याजलाई। हजुरहरू प्याज राख्नुहुन्न भने नलगाउँदा पनि हुन्छ। त्यसपछि राखिदिएँ यो छोप धुलो खुर्सानी पनि लिएकी छु मैले। पिरो आफ्नो स्वाद अनुसार राख्नुहोला। दहीलाई मैले यसरी एउटा बलमा खन्याएर पहिले यसलाई फिट्न लाग्दैछु। मजाले फिट्नु होला यसलाई मसिनो हुने गरीसम्म। दही मजाले फिटिसकेको छु मैले यसरी। अब यसलाई पनि आलुमा एड गरिदिएँ। अब यसलाई मजाले चलाउनु पर्छ। मजाले चलाइसकेकी छु मैले। अब यसमा राखिदिएँ मैले स्वाद अनुसार नुनलाई। अलिक अमिलो छ त्यसबाट नुन पनि त्यही अनुसारको राख्नु होला। सबै थोक यसरी राखेर मोलिसकेपछि अब यसलाई अन्तिममा झान्नु पर्ने हुन्छ। म झान्न लागिरहेकी छु। झान्नको लागि मैले ग्यासमा एउटा प्यान बसालिसकेकी छु। थोरै तोरीको तेल राख्ने। तेल तातिसकेको छ। मैले थोरै मेथीलाई राखिदिएँ। मेथीलाई हल्का ब्राउन हुने गरीसम्म फ्राई गर्ने। त्यसपछि राखिदिएँ मैले यहाँ काटेर मसिनो पारेको अदुवाको पिसलाई। मेथी अदुवा फ्राई भइसकेको छ। मैले ग्यास अफ गरेर एकैछिन यो तेललाई सेलाउन लाग्दैछु माथिबाट बेसार राख्नको लागि। त्यसपछि राखिदिएँ मैले थोरै बेसारलाई। अब यसमा झानिदिनुपर्छ हामीले। अब यो झानिसकेपछि पनि मजाले चलाइदिने। यो खानको लागि रेडी भइसकेको छ। एकदमै छिटो मिठो तरिकाबाट बन्छ चुकौनी। हजुरहरूले पनि गर्मी महिनामा यसरी बनाएर खानु होला। खानाका साथै एकदमै हेल्दी पनि हुन्छ यो। रोटीहरू, ढिँडोमा, खानामा जेमा खाना पनि मिल्छ यसलाई।